सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल होइन र फेरि पनि स्वागत छ तपाईँलाई मेरो च्यानलमा र आज फेरि अब नयाँ भ्लग आएको छ। मैले भ्लग नहालेको कति दिन भइसकेको थियो, अब फेरि कन्टेन्ट पनि नभेटेर अनि आज फेरि अब नयाँ भ्लग आइसकेको छ। त्यो थम्बनेलमा हेरेरै थाहा भइसक्नु भएको छ होइन। ल यहाँ चाहिँ भाइ पुरै एसी यो चाहिँ एसी दिने भाइ हो होइन, मेरो भाइ उहाँ पकौली आदर्शमा पढ्छ। यिनीहरूको सेन्टर चाहिँ उहाँ पकौली परेको छ र एकदम पढिरहेछ होइन। भोलि टप हान्ने रेडी भएछ। मेरो चाहिँ यहाँ छ, म नि अब यसो पढेर भनेर यहाँ त्यो होमवर्क गरेर हालेँ। यसको चाहिँ यहाँ अरू भन्दा नि यस्तो हुनुपर्छ। यहाँ चिटहरू यहाँ कति छ आम्मामा, यस्तो हुनुपर्छ क्या। चिट चोर्ने आएसम्म हिम्मत कसैले राखेको हुन्छ त गाइस। ल भन्नु त चिट हेर्नु यहाँ यस्तो यसले चिट यतिको राखेको छ, यसले चिट यसरी राखेको छ कि आम्मामा। यो त मैले नै बनाएको चिट रहेछ हो। यो त मैले नै बनाएको चिट रहेछ। मैले एउटा बनाइदिएको थिएँ यसो होइन। तर यो चाहिँ सबैले पहिलोबाट च्यातेको चिट भयो कहाँ गयो बिचरा भयो। फेरि लेख्न पाएन सक्यो त, पढि पनि रहेछ यता चिट पनि छ। यहाँ हेर्नु नि, यहाँ चिटको त यसले भण्डार राखेको छ नि। यहाँ चिट त यहाँ कति छ यहाँ भनेर साध्यै हुँदैन। यसले चिट कति यस्तो हुनुपर्छ क्या। एसीमा नि फुल कन्फिडेन्स चिट चेकिङ गरेर पनि नो डर। आम्मामा हाम्रो बालीमा त्यसरी चिट लगाएको थियो। हाम्रो त त्यही अलिअलि सानो टुक्रा लगेको होइन, लगे पनि। तर यसले त के हो यो आम्मामा यस्तो हुनुपर्छ। यसलाई चिट भने यस्तो चिट आम्मामा। यहाँ हेर्नु नि यहाँ ल माने मैले यसलाई माने यसलाई भन्छ कन्फिडेन्स आम्मा। यसलाई भन्छ गाइस कन्फिडेन्स होइन। र यहाँ चाहिँ अब पढेर गएर यता चिट देखाइदिएको बिचरा भाइ त पुरा के हो ममा पुरै ध्यान होइन। के हो पढिसकेको सबै आउँछ चिटकै भरसँग बसेको सबै चिट छ, पास हुन्छ, अब सुतिन्छ। बाई बाई गुड नाइट। ल्या यो त के हो अनि यो त भने बित्तिकै पुरै सुत्दै थियो राम्रो। यो त मेरै किताबको मैले हो गरेर आएको थियो। उहाँ छ सबै यसको भयो गरेर सबै चाहिँ यहाँ चाहिँ हेर्नु चिट सब यहाँ छ। मान्छे यहाँ पुरै यहाँ चिलमा नो टेन्सन। यस्तो हुनुपर्छ होइन गाइस, यस्तो हुनुपर्छ होइन। अब जे भयो नि फुल कन्फिडेन्स आएको छ होइन एक्जाम। र यसको चाहिँ यहाँ छ है भयो सबै, यसको सब यहाँ छ। मेरो चाहिँ यहाँ छ, म आफ्नो होमवर्क गरेर आएको छु। मेरो हुँदा यहाँ मेरो ओल्ड इज गोल्ड बुक पनि यसले हेरेर आएको थियो। अब म के गर्नु त भर्खर रहेछ त्यही भएर यसो देखाइदिएको। अब अनि त्यही भएर अनि यो अब यो चाहिँ पुरै यताउति गर्दै बसिरहेको छ। यसको एडमिट कार्ड चाहिँ हेर हामी चाहिँ अहिले एकछिन बाहिर निक्लेको होइन। अब अलि अँध्यारै छ। यो फेरि यहाँ छ यता डुली बसिरहेको छ। यो फेरि डुल्ने यसो बाहिरभित्र, तर बाहिर चिसो हावा होइन। र यहाँ हेर्नुहोस् ल यति अन्धकार छ अहिले। हामी चाहिँ बाहिर निक्लेको छौँ होइन अँध्यारोमा। यस्तो यो चाहिँ यहाँ पुरै पोजमा स्टाइलिस स्टार एकदम। A few moments later. सो गाइज हामी चाहिँ अब कलेज म चाहिँ कलेजबाट आइसकेको छु। कलेजबाट यो पनि एसी एक्जाम दिएर आइसकेको छु। यसलाई मैले चोकमा भेटेको। आज एकदम चिलमा छ यो के अरे पुरा पास नेपालीमा डर चिज छिरेछ क्या होइन। त्यही भएर आज पुरा एकदम बिन्दासमा छ। यसको आज अनुहारमा झल्के अर्को छ। सो गाइज हेर्नु होइन पुरा अहिले यस्तो उयो गरेर आएछ। अब बिना फगडमा म यति बसिरहेको छु होइन, यति गफ गरेर योसँग। आज पास हुन्छ होइन। यहाँ आइज न, यहाँ आइज। तर म पर बस्नु जरुरी के छ? खोइ कहाँ? सो गाइज हामी चाहिँ अब यत्रो माथि चढ्दै गयो एकछिन होइन। माथि जानु मन लाग्यो क्या। सो कति उयो गरेर बस्नु होइन। त्यही भएर अब माथि जानु बिस र यहाँ आउँदैछ ढोका चाहिँ। अब यहाँबाट फुल्दैछौँ के भन्नु भन्दैछ। अब यहाँ चाहिँ ला तेरो घाम गाइज ल भ्यू हेर्नु है ल भ्यू चाहिँ मुनि आमा रहेछ नि यार। के हो तेरो पारा के हो? गजब बेइज्जती है। तेरो पारा के हो? उहाँ स्कुल जाऊ गाइज। त्यो त स्कुल है म पढेको होइन। यतापट्टि पुरै एरिया आज बजार लाग्ने छ। ल अब अल्ट्रा प्रो म्याक्स देखाउनु पऱ्यो नि। भ्यू देखानु यता चाहिँ पुरै अब यस्तो छ।
के गर्नु माथि माथि देखाएर के गर्छु है माथि हुँदैन घामलाई देखाने पऱ्यो घाम घाम म चाहिँ यताउति हिँडिरहेको छु कि अनि माथि छतमा आएको एउटा फाइदा चाहिँ यही हुन्छ म पढिरहेको गर्लफ्रेन्डमा हो अरे कहना क्या चाहते हो पाए उठाऊ ए बाबले मामा गर्न मजा आउँछ सो गाइस के छ खबर हैन यस्तै हो बोल्दिन भने क्या म गाइस यस्तै हो अब यो चाहिँ खेतबारी देख्नु जाएंगे किधर हम दोनों भाई बहुत तेज हो रहा है परसम्म घर देखिरहेको छैन गाइस र हेर्नु चाहिँ परदेखि परसम्म घर देखिरहेको छ मजाले तर त्यहाँ क्यामेराले देखेको सक्छ छैन तपाईँको परसम्म देखिरहेको छ पास हुने यिनीहरू सब टप्परहरू हुन् होइन गाइस ल हेर्नुहोस् यिनीहरू सब टप्परहरू त्यो उता मकवारीपट्टिबाट गएनौँ हामी त रहिपुरपट्टिबाट घुमेर गएको होइन हाम्रो एउटा मेन ड्राइभर त्यता हो ड्राइभर साहब यता चाहिँ म प्यासेन्जर यता बसिरहेको छु होइन अनि राइडिङ चलिरहेको छ र अगाडि हामी चाहिँ अगाडि हामी त्यताबाट आएको अहिले चाहिँ हामी त जान्छौँ यो चाहिँ रोइपुर भन्छ यसलाई होइन रोइपुर हामी चाहिँ त्यहाँबाट छिरेर गएको यो चाहिँ त्यहाँबाट यता सिधै गइरहेको छु गाइस हामी चाहिँ अगाडि बढेको छु होइन सुबु के भन्छ गाइस त्यहाँ झुलिङे पुल देखिरहेको छ तर यहाँबाट आँखाले देख्यो तर मोबाइलले चाहिँ भेटेन होइन क्यामेराले झुलिङे पुल अहिले हामी देखाउँछौँ झुलिङे पुल हाम्रो चाहिँ अगाडि यात्रा सुरु भइरहेको छ हामी चाहिँ अगाडि जाँदैछौँ कहाँदेखि चाहिँ अब हाम्रो बाटो छुट्यो है भाइ ल हामी त गएर सिधै गयो भने त उता भान्सापोखरीतिर पुगिन्छ हामी चाहिँ आएको बाटो त्यो अब यहाँ चाहिँ अलिक खटाखटको बाटो आयो कि अहिलेसम्म त पिस थियो त्यहाँसम्म त पिस थियो के घरमा यहाँ चाहिँ कहिले पिज्जा हान्न अलिकति पनि हान्दिएको त के जान्थ्यो साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो त्यही पनि त यति कफ गर्दा हामी यताबाट आयौँ यताबाट आउँदा पनि हामी झुलिङे पुल आइसकेको छौँ यहाँ हेर्नु सक्छ कि झुलिङे पुल भन्दा के बाटो बाटो हेर्नु भयो म चाहिँ माथिबाट जान्छु देखा आपने लापरवाही का नतीजा है म जान गाइस यो चाहिँ गयो उताबाट म चाहिँ अब माथिबाट चल्दैको होइन गाइस यो चाहिँ झुलिङे पुल ल बल्ल झरे र गाइस अब हाम्रो चाहिँ झुलिङे पुल होइन एउटा हातमा किताब त्यसकै किताब हो होइन अब किताब घर पुऱ्याएर आउने दुध लिन आएको घरमा अनि त्यही भएर अनि झुलिङे पुल त्यो सानो झुलिङे पुलमा अब अहिले म हिँड्दैछु त्यो चाहिँ उहाँ पर छ उहाँ पर पुगो म चाहिँ यस्तो हिँड्दैछु झुलिङे पुलमा र यहाँ हेर्नुहोस् यहाँ त्यो खोला यता सब खेतहरू यहाँ चाहिँ फेरि बाढी आयो भने फेरि ओप्पी बाढी आउँछ गाइस होइन ओप्पी नै बाढी आउँछ क्या यहाँ आयो भने तर अहिले त अब के आउँछ अब असार साउनमा चाहिँ डह्रो आउँछ अब यहाँ हेर्न आउने भन्ने रोमाञ्चक चाहिँ यहाँ हुन्छ है गाइजहरू बाढी आएको हेर्ने हो भने चाहिँ यहाँ आउँदा हुन्छ सबैजना त्यहाँबाट त पुल छ भान्सेपोखरीको त्यहाँ पनि उता झुलिङे पुल छ तर यहाँबाट देखिएन तर यहाँबाट चाहिँ देखिँदैन होइन गाइज र यहाँ यो झुलिङे पुल चाहिँ अति लामो छ है फेरि कहाँ कत्रो ठुलो छ यहाँसम्म पानी आयो भने यसलाई केही गर्न सक्दैन ठुलो बाढी आएको बेलामा चाहिँ यहाँ हेर्न आउनुपर्छ गाइज होइन यो झुलिङे पुलमा यस्तो रोमाञ्चक यस्तो दामी देखिन्छ नि भ्यू कुरै नगर्दा हुन्छ नि तर म चाहिँ आएको छुइनँ नि फेरि हेर्नलाई मैले जस्ट इमेजिन गरेर भनेको मात्रै हो कि त्यही भएर यहाँ चाहिँ माटो लिन ट्र्याक्टरहरू आउँछौ होइन ट्र्याक्टरहरू यताबाट यता सिधै माटो लिन जान्छ हाम्रो ड्राइभर साहब एउटा चक्लेट रहेछ अहिले किनेको चक्लेट रहेछ ओ वा इट्स चक्लेट एउटा ड्राइभर साहबले एउटा चक्लेट पनि दिइहाल्नु भयो पार्कको तोरमा तारिफ गरिदिएको चक्लेट पनि चक्लेट दिनु अब यो सर ड्राइभर साहब हिँड्दैछन् म चाहिँ हामी चाहिँ यतैबाट होइन गई यहाँ हेर्नुहोस् यहाँ न्यू नयाँ प्रणाली है पानी छेप्ने नयाँ प्रणाली क्या दामी छ यो सबैतिर पानी पुग्दो रहेछ अनि त्यो जे भन्छ एउटै एरियामा पुग्यो क्या घुमेर त्यही त
कस्तो दामी रहेछ गाइज हेर्नु पुरै घुमेर क्या पुरै घुमेर क्या दामी पानी दिँदो रहेछ। सो गाइज आज चाहिँ भाइको बर्थडे थियो अनि यसो अब बक्लेर पुगेको थियौँ अघि त्यही पनि यहाँ आज फेरि यसको बर्थडे थियो अनि हामी अघि बक्लेरी गएको थियौँ अनि बक्लेरी गएर उयो अङ्कलले चाहिँ केक ल्याइदिनु भएछ अनि बुइनलाई दिइहाल्यौँ त्यही लाग्यो। अब हाम्रो चाहिँ यसको बर्थडे केक चाहिँ एकदम एकदम सुरेश आएको छ यता एकदम बर्थडेको लागि एकदम रेडी होइन। अनि पार्न दुध हाम्रो चाहिँ भाइ यहाँ बर्थडे बोय होइन बर्थडे बोय आज पुरै एक्साइटेड देखिन्छ। आज बर्थडे बोयको एक्जाम पनि राम्रो गयो क्यारे होइन पुरा खुसी साथ आज एकदम खुसी साथ एकदम होइन एकदम खुसी साथ हामी दुईजना गाइज होइन यता खाँदैछ हाम्रो बर्थडे बोयले र यता हामी पनि यसरी यसरी काट्दै नै होइन हामी नि खाइरहेको बर्थडे बोय दामी दामी कस्तो लाग्यो बर्थडे बोयकै हो होइन बर्थडे बोय अहिले त्यही सो गाइज होइन हामी चाहिँ अब यहाँ तर लागिहाल्यो गाइज होइन केक आज अङ्कलले लिनु भएको थियो अनि त्यही भएर अब फोनै पर्छ एउटा चम्ची फ्रीमा आएको छ होइन अब सो गाइज होइन अहिले हामी चाहिँ र हामी चाहिँ अब अहिले बक्लेरी पुगेर आएको बक्लेरी हामी फेरि अब बक्लेरी दुध लिएर गएको थियौँ उहाँ घर होइन र यहाँहरू यस्तो हुन्छ एसिएसको भोलि म्याथको एक्जाम छ तर यस्तो हुन्छ मोबाइल चलाउँदै बसेको छ उहाँ छ बुक यस्तो हुनुपर्छ यहाँ छ बुक यहाँ राखेको छ बुक छ र कस्तो छ मान्छे छ यहाँ पुरा मोबाइल हेर्दैछ अब यसको म्याथको एक्जाम अरे अब यहाँ छ हेर्नुहोस् है गाइज भोलि म्याथको एक्जाम छ यसको तर यसलाई केही चिन्दै छैन भनेपछि त सक्यो त अब भोलि यसको म्याथको एक्जाम छ यसलाई केही टेन्सनै छैन। सो यहाँ पुरै मान्छे एकदम चिलमा यसो जिस्किनु पऱ्यो क्या घरिघरि के हो भनेर भन्नुहुन्छ अनि मम्मीले अनि त्यस भएर पर्दैन ए सर किनार आज हो किन राजा हो गाइज ल ए काम मेरो भोलि म्याथको एक्जाम होइन भोलि एक्जाम होइन तेरो पढ्नु छैन तर के गरेको त्यो पढ्नु छैन बोला तूने ए पहले क्या बोला चल हेर्नुहोस् त ल के भने अहिले नपढी पास हुने अरे आम्मामा यो मान्छे त मैले माने मैले नपढी पास हुने म्याथमा के भन्नु अरू ल यो त खाया प्रिया कुछ नै ग्लास तोडा 12 आना ल बाई बाई गुड नाइट पढ्नु छैन अब ल सुतौँ उसले यहाँ पढ्न बसिहाल्दैछ भन्दा भन्दै यहाँ हेर्नुहोस् हामी पढाउँदा हाँसी देख्नुभयो वा ल गाइस अघि पढाउँदा भन्दा अब एकछिन पढ्न बस्यो यसलाई जस्तो भनेको अब त सिरियस लियो जस्तो छ हुनुपर्छ सिरियस लिनुपर्छ होइन गाइज सिरियस लिनुपर्छ अब जिके एक्जाम तर प्रिपेरेसन हुँदैछ अब गाइज होइन अब त्यस्तै हो अब प्रिपेरेसन गर्दैछ हामीले छोडिदिनुपर्छ अब गरोस् बाहिरको भ्यू चाहिँ यहाँ यस्तो छ है अल्छी लागिरहेको छ के गर्नु बाहिर बसेर अहिले चाहिँ यत्तिकै हल्का फुल्का दिइरहेको अब पर्छ भनेको त खाना पो खाँदा त हो यसले त आम्मामा के हो यो चने खाओ पास हो जाओ चना खाओ पास हो जाओ अरे खाने हो गाइस यसले त पुरै के हो यसले त के हो है खाने भने देखाउँदैछ त मलाई दिन्छ जस्तो छैन। ल गाइज मनी बस्दै गएन यसको साटो गाइज मलाई पनि बसायो यसले अनि बसाएको त खाने गऱ्यो नि त होइन अब बसाएको त खाने गऱ्यो अनि यसको दिमाग त्यही हुन्छ अरे क्या गाइज भोलि
अब भोलि म्याथको एक्जाम मैले तर तरिकाले दिने भयो होइन अब आज म्याथमा टप हान्छ A+ हान्छ गाइज अब यसले भोलि होइन हेर्दै अब सो गाइज मेरो यो भिडियो चाहिँ कस्तो लाग्यो होइन सबैजनाले लाइक सेयर सब्सक्राइब गर्न चाहिँ कसैले नबिर्सिनु होला होइन र अर्को भ्लग पनि फेरि आउँदैछ अब अर्को भ्लग चाहिँ सायद अब हाम्रो बिजनेसको फेरि भिजिटको कुरा चल्दैछ अब भोलि भिजिट गऱ्यो भने अब त्यो अर्को भ्लग आउने छ मेरो होइन र त्यो पनि अब भयो भने म अब हाम्रो फिल्ड भिजिट भयो भने म त्यसको पनि भ्लग ल्याउनेछु सो सबैजनाले यो भ्लग चाहिँ राम्रो लाग्यो भने अवश्य लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला एन्ड सी यु इन नेक्स्ट भ्लग बाई एन्ड सी यु